ल कहिलेकाहीँ रोकेला आएको छ र हिजो हामीले खोजे आएको छ र को 4 नम्बर जर्सी भोलि आउँछ त भन्दै अब हामी बीच रुकम भलिबल भर्सेस बाजीकोट टिम बीच खेल हुने गरेको छ। दुवै टिमका खेलाडी मित्र तयारी अवस्थामा खेल मैदानमा प्रवेश गर्ने जमर्को हाम्रा मुख्य रेफ्रीबाट गराइरहनु भएको छ। मुख्य रेफ्रीले अब यस खेल लगत्तै हाम्रो सानीबेरी 4 भर्सेस बागचौर टिम बीच पनि हुने भएकोले दुवै टिमका खेलाडी मित्रलाई तयारी अवस्थामा बस्नुको पनि हार्दिक आभार प्रकट गर्दछौँ। कार्तियार 2082 को हामी उद्घाटन भएको आज 4औं दिनमा प्रवेश गरेका छौँ। 4औं दिनमा हामीले क्वार्टर फाइनलका खेलहरू खेलाइरहेका छौँ। चार्जर गयो क्या हो बत्ती कति यहाँ छैन र कहाँको चार्जरको हामी बीच रुकम भलिबल भर्सेस बाफीकोट टिम बीच खेल सुरु हुन गइरहेको छ। यसपछिको खेल हुनेछ सानीबेरी 4 भर्सेस बागचौर टिम। सानीबेरी 4 भर्सेस बागचौर टिम। यस बेलामा हाम्रो काग तिहार द्वादशी मेला 2082 को मेलामा उपस्थित सम्पूर्ण दर्शक श्रोतालाई हामी आयोजक टिमको तर्फबाट हार्दिक स्वागत गर्दछौँ र सम्मान पनि गर्दछौँ। सम्पूर्ण दर्शक श्रोताहरू तपाईँ हुनुहुन्छ त हामी यस बेला आयोजना गर्न अगाडि बढिरहेका पनि छौँ र सधैँ हाम्रो यस परम्परागत रूपमा लाग्दै आएको मेलालाई जगेर्न गर्न पनि तपाईँहरूको सल्लाह सुझाव लिँदै हामी अगाडि बढिरहेका छौँ। हाम्रो यस मेलालाई सहयोग गर्नुहुने यस मेलालाई भव्यता सम्पन्न गर्न सहयोग गर्नुहुने हाम्रा भौतिक तथा आर्थिक सहयोगीदाताहरू हाम्रा सहयोगी मनहरूलाई पनि हामी आयोजकको टिमको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौँ भने आउँदै गरेको शुभ दीपावली छठको पनि उहाँलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। बन्दै गर्नु भएको थियो अब दुवै टिमका खेलाडी मित्र मैदान प्रवेश गरिसक्नु भएको छ। रुकम भलिबलका खेलाडी मित्र र बाफीकोट टिमका खेलाडी मित्र के हो चार तपाईँ यहाँ पन्ध्र बस्नु हेर्नु परेन अलिकति उतामा बसेर आऊ स्कुल मिलाम मलाई कतै अलिक अडिने व्यवस्था गरिदिउँ अलिकति स्कोर त हेर्नु पर्यो भयो मिलिसक्यो पुरो मिलाएर गरौँ अगाडि। अब हाम्रो खेल सुरु हुन गइरहेको छ। अहिले भइरहेको खेल रुकम भलिबल भर्सेस बाफीकोट टिम बीच भइरहेको छ। आफै उड्दा पनि जोस खेल हुन्छ नि भाइरल उड्दा पनि घाटै अलिक हाम्रो मुख्य रेफ्रीबाट सिटी बजिसकेको छ। खेल सुचारुको खेल कसले
विजेता हुन्छ त्यता हेर्न बाँकी नै छ। राम्रो स्पाइक थियो रुकम भलिबलका खेलाडी मित्रबाट, तर बल आउट जान पुग्यो जसको फाइदा बाफीकोट 3लाई। बाफीकोट 3ले 1 अङ्क थप्दै आफ्नो खाता खोल्न सफल। 1-0। हाम्रा स्वयंसेवक मित्र काउन्ट कृपया बल ल्याइदिनुहोस्, सहयोग गरिदिनुहोस्। भलिबल समात दिने कागज दिने है। खेल एकदमै प्रतिस्पर्धात्मक होला जस्तो भइरहेको छ। अरु पैसा पनि ल्याउ त। राम्रो फिनिसिङ थियो तर राम्रो रिसिभिङ गर्ने प्रयास बाफीकोट 3का खेलाडी मित्रबाट। रुकम भलिबलले पनि आफ्नो खाता खोल्दै 1 बनाएको छ भने बाफीकोट 3 1-1 बराबर। राम्रो स्पाइक गर्दै जर्सी नम्बर 4 बाफीकोट 3का जर्सी नम्बर 4 बाट आफ्नो टिमलाई महत्त्वपूर्ण 1 अङ्क दिलाउँदै आफ्नो स्कोर 2 बनाउनु भएको छ भने रुकम भलिबलले 2-1। त्यसपछि सानी फेरि 4 र बच्चा राम्रो स्पाइक थियो तर त्यस्तै राम्रो ब्लक। बाफीकोट 3का खेलाडी मित्रहरू बल हुन पुग्यो जसको फाइदा रुकम भलिबललाई। रुकम भलिबलले 1 अङ्क थप्दै 2 बनाएको छ भने बाफीकोट 3-2 2-2 बराबर। दीपक सबिन पानी देऊ न उता। बल आउट हुन पुग्यो जसको फाइदा टोली बाफीकोट 3लाई। बाफीकोट 3ले फेरि पनि 1 अङ्क थप्दै आफ्नो स्कोर 3 बनाएको छ भने रुकम भलिबल 3-2 3-2। हामी यसपछिको खेल शनिबिरी 4 भर्सेस बागचौर 3 बीच खेलाउन गइरहेका छौँ। अगाडि बस्न यहाँ अगाडि। राम्रो स्पाइक थियो तर त्यस्तै राम्रो बल रिसिभ तर बल आउट जान पुग्यो जसको फाइदा रुकम भलिबललाई। रुकम भलिबलले पनि आफ्नो टिमको लागि स्कोर बढाउने क्रममा 3 बनाएको छ भने बाफीकोट 3-3 बराबर। राम्रो स्पाइक गर्दै आफ्नो टिमलाई 1 महत्त्वपूर्ण अङ्क दिलाउँदै बाफीकोट 3ले 1 अङ्क बढाउँदै आफ्नो स्कोर बोर्डमा 4 बनाएको छ भने रुकम भलिबल 3-4-3। रेफ्रीको संकेत अनुसार रुकम भलिबलले फल गरेको छ जसको फाइदा बाफीकोट 3लाई। बाफीकोट 3ले लगातार अङ्क जोड्दै 5 बनाएको छ भने रुकम भलिबल 3-5-3 5-3। राम्रो स्पाइक थियो तर त्यस्तै राम्रो ब्लक। फेरि पनि राम्रो स्पाइक गर्ने प्रयास तर रुकम भलिबलका खेलाडी मित्रले राम्रो ब्लक गर्दै आफ्नो टिमलाई 1 अङ्क दिलाउन सफल। 4-5 खेल एकदमै प्रतिस्पर्धात्मक तरिकाले अघि बढिरहेको छ। राम्रो बल भलिबलका खेलाडी मित्रबाट फेरि पनि आफ्नो टिमलाई महत्त्वपूर्ण अङ्क दिलाउँदै आफ्नो टिमको खातामा 1 अङ्क थप्दै 5 बनाएको छ भने बाफीकोट 3-5 बराबर। लगातार पोइन्ट थप्दै रुकम भलिबलले फेरि पनि आफ्नो खातामा 1 अङ्क थप्दै आफ्नो टिमलाई अगाडि बढाउने क्रममा आफ्नो टिम स्कोर 6 बनाएको छ भने बाफीकोट 3-5 राम्रो स्पाइक गर्ने प्रयास बाफीकोट 3का खेलाडी मित्रबाट। त्योभन्दा झनै राम्रो ब्लक रुकम भलिबलका खेलाडी मित्रबाट जसले गर्दा रुकम भलिबललाई फाइदा। रुकम भलिबलले 1 अङ्क थप्दै आफ्नो स्कोर 7 बनाएको छ भने बाफीकोट 3-5 बल फेरि पनि लामो अन्तरपछि बाफीकोट 3ले 1 अङ्क थप्दै आफ्नो स्कोर 6 बनाएको छ भने रुकम भलिबल 7-6-7। राम्रो स्पाइक थियो तर त्योभन्दा राम्रो ब्लक।
खेलाडी मित्रबाट जसको फाइदा बाफीकोट टिमलाई बाफीकोट टिमले लगातार पॉइन्ट गर्दै आफ्नो स्कोर 7 पुर्याएको छ भने रुकुम भलिबल पनि 7 बराबर राम्रो स्पाइक रुकुम भलिबलका खेलाडी मित्र जर्सी नम्बर 8 बाट राम्रो स्पाइक गर्दै आफ्नो टिमलाई महत्त्वपूर्ण अङ्क दिलाउँदै आफ्नो टिम स्कोर 8 बनाएको छ भने बाफीकोट 3-7 8-7 हामी कागतिहार द्वादशी मेलामा भलिबल खेल खेलाइरहेका छौं भन्दै थिए हाम्रो रुकुम भलिबल खेलाडी मित्रबाट बल चालीमा सर्भिस जसको फाइदा बाफीकोट टिमलाई बाफीकोट टिमले एक अङ्क गर्दै 8 बनाएको छ भने रुकुम भलिबल पनि 8-8 बराबर राम्रो प्लेसिङ गर्ने प्रयास तर असफल धेरै राम्रो स्पाइक बाफीकोट टिमका जर्सी नम्बर 1 का खेलाडी मित्रबाट आफ्नो टिम स्कोर 9 पुर्याउनु भएको छ भने रुकुम भलिबल 9-8 हाम्रो यसपछिको खेल हुने भएको छ सर्भे 4 वर्सेस बच्चोर 3 यो हुन्छ नि स्कोर गर्ने फेरि पनि लगातार बाफीकोट टिमले आफ्नो स्कोर अगाडि बढाउने क्रममा आफ्नो टिम स्कोर 10 बनाएको छ भने रुकुम भलिबल 10-8 राम्रो स्पाइक गर्ने प्रयास रुकुम भलिबलका खेलाडी मित्रबाट तर त्यो भन्दा झनै राम्रो बल बाफीकोट टिमका खेलाडी मित्र 10 को फाइदा बाफीकोट टिमलाई नै बाफीकोट टिमले आफ्नो खातामा 1 अङ्क थप्दै 11 बनाएको छ भने रुकुम भलिबल फेरि पनि लगातार पॉइन्ट थप्दै बाफीकोट टिमले 1 अङ्क थप्दै 12 बनाएको छ भने रुकुम भलिबल हाम्रो रेफ्रीको सङ्केत अनुसार टाइम आउट भएको छ टाइम आउट बिचमा हाम्रा सम्पूर्ण सहयोगीदाताहरूलाई हाम्रो यस मेलालाई सहयोग गर्ने सम्पूर्ण सहयोगीदाताहरूलाई हार्दिक आभार व्यक्त गर्दछु हाम्रो मनैदेखि तपाईहरूले सहयोग गर्दा हाम्रो यस मेलालाई भव्यका साथ मनाउन गइरहेका छौं तपाईहरूको सहयोग नै अपरिहार्य छ सधैँ तपाईको सहयोग भइरहनेछ हुँदै गर्नेछ भन्ने पनि हामी आयोजकको टिमको तर्फबाट पूर्ण विश्वासका साथ अघि बढिरहेका छौं फेरि पनि खेल सुरु 12-8 को अवस्थामा पोइन्ट राम्रो रुकुम भलिबलका खेलाडी मित्र जर्सी नम्बर 4 बाट राम्रो स्पाइक गर्दै आफ्नो टिमलाई 1 अङ्क थप्दै आफ्नो स्कोर 9 बनाउनु भएको छ भने बाफीकोट 3-12 9-12 खेल एकदमै प्रतिस्पर्धात्मक बल आजै आकाशमा कसको आउँछ पोइन्ट हेर्दै गरौँ भन्दै थिए कसको पोइन्ट आउँछ भन्दै थिए बाफीकोट टिमले आफ्नो 1 पोइन्ट बढाउँदै आफ्नो स्कोर बढाउने क्रममा 13 बनाएको छ भने रुकुम भलिबल 4 पोइन्ट लिडमा रुकुम भलिबलले खेलिरहेको छ जसलाई पछ्याउने क्रममा 4 पोइन्ट तल रहेको छ रुकुम भलिबल बाफीकोट टिमका खेलाडी मित्रबाट गरेको सर्भिस आउट हुन पुग्यो जसको फाइदा रुकुम भलिबलले लामो समयपछि 1 अङ्क थप्दै आफ्नो टिम स्कोर 10 पुर्याएको छ भने बाफीकोट टिम 13-10-13 फेरि पनि आफ्नो अङ्क थप्ने क्रममा बाफीकोट टिमले लगातार अङ्क थप्दै आफ्नो टिमलाई अगाडि बढाउने क्रममा 14 बनाएको छ भने रुकुम भलिबल 10-14 4 पोइन्ट लिडमा रुकुम भलिबल बल पछाडि पार्दै बाफीकोटले खेलिरहेको छ थल रेफ्रीको सङ्केत अनुसार बाफीकोट टिमले फल गरेको छ रुकुम भलिबललाई 1 अङ्क फाइदा गराउँदै 11-14 राम्रो बाफीकोट टिमका खेलाडी मित्र जर्सी नम्बर 4 बाट आफ्नो टिमलाई 1 अङ्क थप्दै आफ्नो टिम स्कोर 15 पुर्याउनु भएको छ भने रुकुम भलिबल 11-15 4 पोइन्ट लिडमा बाफीकोट खेलिरहेको छ धेरै राम्रो स्पाइक बाफीकोट
रुकुम भलिबलका खेलाडी मित्र जर्सी नम्बर 11 बाट धेरै राम्रो स्ट्राइक गर्दै आफ्नो टिमलाई महत्त्वपूर्ण एक अङ्क 12 बनाएको छ भने बाँचेको 3-15 12-15 फेरि पनि लगातार पानी थप्ने क्रममा रुकुम भलिबल एक अङ्क थप्दै 13 बनाएको छ भने बाँचेको 3-15 13-15 खेल कसरी छ हामी हेर्दै जाँ हामी दर्शक श्रोतालाई पनि रमाइलो भइरहेको छ खेल हेर्दा राम्रो प्लेसिङ धेरै राम्रो प्लेसिङ बाँचेको 3 का खेलाडी मित्रबाट जसले आफ्नो स्कोर 16 बनाएको छ भने रुकुम भलिबल 13 राम्रो स्पाइक गर्ने प्रयास रुकुम भलिबलका खेलाडी मित्रबाट तर बल आउट जसको फाइदा बाँचेको 3 लाई बाँचेको 3 एक अङ्क थप्दै 17 बनाएको छ भने रुकुम भलिबल 13 राम्रो स्पाइक गर्ने प्रयास तर बल जालीमा जसको फाइदा बाँचेको 3 लाई नै बाँचेको 3 ले आफ्नो टिम स्कोर 18 पुर्याएको छ भने रुकुम भलिबल 18 राम्रो स्पाइक बल आकाशलाई धेरै राम्रो स्पाइक गर्दै बाँचेको 3 का जर्सी नम्बर 10 का खेलाडी मित्रबाट आफ्नो टिमलाई एक अङ्क थप्दै 19 मा उभ्याएको छ भने रुकुम भलिबल 19 स्पोन्सर हान्दैन आयोजक टिमलाई पनि ट्याक्क पारे केल्मीका जर्सी होइन फेरि पनि हाम्रो खेल सुरु गर्न लागिरहनु भएको छ आफ्नो टिमलाई टिमतर्फ डुलाउने क्रममा आफ्नो टिमको टिम स्कोर 20 रहेको छ बाँचेको 3 ले भने रुकुम भलिबल 13-7 फाइनलमा बाँचेको 3 खेलिरहेको छ खेल एकदमै प्रतिस्पर्धात्मक भइरहेको छ राम्रो स्पाइक गर्दै रुकुम भलिबलले धेरै लामो समयपछि एक अङ्क थप्दै आफ्नो टिमलाई 14 मा पुर्याएको छ भने बाँचेको 14-20 खेल एकदमै प्रतिस्पर्धात्मक खेल प्रतिस्पर्धा बल हावामै बल हावामै हेरौँ कसले लिन्छ भाइ भन्दै थिए बाँचेको 3 ले फेरि पनि आफ्नो खेल कौशलताका कारण एक अङ्क थप्दै आफ्नो टिमलाई टिमतर्फ डोर्याउने क्रममा 21 बनाएको छ भने रुकुम भलिबल 21-14 खेल प्रतिस्पर्धात्मक भन्दै थिए फेरि बल जाली जसको फाइदा रुकुम भलिबललाई लामो समयपछि फेरि रुकुम भलिबल एक अङ्क थप्दै 15 मा उभ्याएको छ भने बाँचेको 21-15 बल आउट 22-15 आफूलाई जिततर्फ डोर्याउँदै बाँचेको 3 22 बनाएको छ भने रुकुम भलिबल 15-22-15 7 फाइनलमा खेल खेलिरहेको छ अझै पनि बाँचेको 3 ले 23-15 रुकुम भलिबल आफ्नो खेलमा फर्किन प्रयास गरिरहेको छ भने आफ्नो खेलमा फर्किन नदिन बाँचेको 3 ले हर प्रयास गर्नेछ 23-15 सेट पॉइंट उपजीमा बाँचेको 3 भन्दै थिए सेट पॉइंट यानी कि 24-15
15 बाजीकोट 24 रहेको छ भने रुकुम भलिबल 15 24-15 म पठाइदिन्छु एउटा स्यामसङलाई है बल पट्टी 1 सेट 15 का विरुद्ध 25 ल्याउँदै बाजीकोट टिमले आफ्नो हात 1 सेट हात पार्न सफल भएको छ। अब दोस्रो सेटको लागि खेल हुन गइरहेको छ। दोस्रो सेटको लागि पानी पाइन्छ नजरी ल्याउन खोज्छ अगाडि ल्याउन 1 सेट हात पार्न सफल बाजीकोट टिम। दोस्रो सेटको खोजीमा रहनेछ बाजीकोट टिम भने पहिलो सेटको खोजीमा रहनेछ रुकुम भलिबल। रुकुम भलिबल आफ्नो खेलमा फर्किनु पर्ने भएको छ। हामी यसपछि शनिबार 4 वर्सेस बागचौर 3 बीच खेल खेलाउन गइरहेका छौं। कृपया दुवै टिमका खेलाडी मित्र तयारी अवस्थामा बस्दिनु होला। बागचौर 3 र शनिबार 4 का दुवै टिमका खेलाडी मित्र कहाँ हुनुहुन्छ कृपया तयारी अवस्थामा भएर खेल मैदान नजिक आइदिनु होला। म यस बीचमा सम्झिन चाहन्छु हाम्रो यस परम्परागत रूपमा हाम्रो पुर्खाहरूले लगाउँदै आएको यस काग तिहारद्वारा सिमेला 2082 पनि हामीले लगाउने जमरिको गरिरहेका छौँ र हामी अन्त्यतिर आइसकेका छौँ। यसलाई साथ सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताहरू सहयोगी मनहरू सहयोगी हातहरूलाई पनि म विशेष आभार प्रकट गर्न चाहन्छु। साथै हाम्रो सहयोगहरू अझै आइरहेको हुनाले कृपया कसैको नाम मेरो नाम वाचन भएको छैन भन्ने मान्नुभएको छ भने कृपया तपाईँ सम्पूर्णको नाम वाचन हामी गर्नेछौँ। तपाईहरु नरिसाउनु, तपाईहरुको सहयोग नै हाम्रो ऊर्जा हो। तपाई हुनुहुन्छ त हामीले यस खेललाई आयोजना गर्न सफल भएका छौं। तपाई हाम्रो अग्रजहरूले हुनुहुन्छ, तिमी गर तिम्रो पछाडी हामी छौं भन्दै सधैँ सहयोग सल्लाह दिने सम्पूर्ण हाम्रा सल्लाहकारदेखि लगेर हाम्रा सम्पूर्ण अग्रज व्यक्तित्वहरूलाई पनि हामी यसै मञ्चबाट हृदयदेखि नमन गर्न चाहन्छौँ। अब हाम्रो दोस्रो सेटको खेल सुरु हुन गइरहेको छ। दोस्रो सेट पहिलो सेट 15 का विरुद्ध 25 ल्याउँदै बाफीकोट टिमले 1 सेट हात पारेको छ। अब दोस्रो सेटको खोजीमा हुनेछ बाफीकोट टिम भने पहिलो सेटको खोजीमा हुनेछ रुकुम भलिबल। अब हामी दोस्रो सेटको खेल खेल्न गइरहेका छौँ। हामीसँग हामीले बिचमा फ्रीको खेल खेलाइरहेका छौँ। हाम्रा खेलाडी मित्रहरूले पनि ध्यान दिएर खेलिदिनु होला। म फेरि पनि धन्यवाद दिन चाहन्छु हाम्रो यही सुन्दर नगरी खोला गाउँमा टाढा टाढाबाट खेल खेल्न र खेल हेर्न आउनुभएका सम्पूर्ण दर्शक श्रोता र खेलाडी मित्रहरूलाई आफ्नो कामलाई थाती राखेर हाम्रो यस खेललाई भव्यताका साथ सम्पन्न गर्न उपस्थित सम्पूर्णमा दर्शक श्रोतामा हामी आभार प्रकट गर्दछौँ र हृदयदेखि नमन गर्न चाहन्छौँ। खेल सुचारू बल रिलिज गर्न खोजिएको थियो बाफीकोट टिमका खेलाडी मित्रबाट, तर बल जालीमा जसको फाइदा रुकुम भलिबलले कामका नामले आफ्नो खाता खोल्न सफल भए। 0 राम्रो स्पाइक धेरै राम्रो स्पाइक। तर जति राम्रो स्पाइक भए पनि आफ्नो टिमलाई नम्बर दिलाउन सफल भएको छैन, जसको फाइदा रुकुम भलिबलले कामका नामले आफ्नो टिमको स्कोर 2 बनाएको छ भने रुकुम भलिबलको 2 रहेको छ भने बाफीकोट 3-0।
खेल प्रतिस्पर्धा रेफरी को संकेत अनुसार रकम भलिबल का खिलाडी मित्रले बल फलका क्रम सुरु गरेको यसको फाइदा माथि गर्दिनलाई बाँकी गर्दिने काङ्ग्रेसले दुई बनाएको छ भने रकम भलिबल 2-2 बराबर राम्रो स्ट्राइक गर्ने प्रयास तर बल जालीमा जसको फाइदा माथि गर्दिनलाई नै बाँकी गर्दिने फेरि पनि एक अङ्क थप्दै आफूलाई अगाडि बढाउने क्रममा 3 बनाएको छ भने रकम भलिबल 3-2 राम्रो स्पाइक गर्दै आफ्नो टिमलाई टक्का थप्दै बराबर पुर्याउन सफल हामी पनि छौँ है भन्दै रुकुमका खेलाडी मित्रले खेलिरहेको बराबर राम्रो स्पाइक राम्रो प्लेसिङ बल आकाशमै घुमिरहेको छ खेल प्रतिस्पर्धा बल अझै हावामा बल हावामा हुँदै थिए रुकम भलिबलले धेरै लामो समयको पछि एक 4-3 राम्रो स्पाइक थियो तर त्यस्तै राम्रो रिसिभ राम्रो स्पाइक गर्दै माथि गर्दै खण्ड खण्डै 4 प्लेयरहरुको भलिबल पनि 4 बराबर यसपछिको खेल सालवेन 4 वर्सेस बागचोर टिम बीच रहेको दुवै टिमका खेलाडी मित्र त्यही अवस्था बस्नु होला बल हावामै धेरै राम्रो स्पाइक गर्दै आफ्नो टिमलाई एक अङ्क दिलाउँदै अगाडि बढ्ने क्रममा रुकम भलिबलले पास पुर्याएको छ भने माथिको 3-4 बनाएको छ माथिको टिमले भने रकम भलिबल 5-5 बराबर यसपछिको खेल सालवेन 4 वर्सेस बागचोर टिम खेल सुरु गरेका छौँ फेरि पनि आफूलाई अगाडि बढाउने क्रममा माथिको टिमले एक अङ्क गर्दै 6 बनाएको छ भने रकम भलिबल 5-6 राम्रो स्पाइक धेरै राम्रो स्पाइक गर्दै आफ्नो टिमलाई अगाडि बढाउने क्रममा बराबरमा पुर्याउन सफल रुकम भलिबलका खेलाडी मित्र जसको एक अङ्क जोड्दै 6 बराबर दुवै टिमको 6 रहेको छ इक्वल 6 राम्रो प्लेसिङ धेरै राम्रो प्लेसिङ बाँकीको टिमका खेलाडी मित्रबाट 4-6 इस कार्तिया 2022 में संपूर्ण खेल मित्रहरू दर्शकलाई हामी हार्दिक आभार व्यक्त गर्दछौँ जसको फाइदा माथिको टिमले एक अङ्क थप्दै 8-6
पर्दैछ जस्तो भयो राम्रो स्ट्राइक गर्ने प्रयास तर बल आउट जसको फाइदा बाफीकोट 3 लाई नै बाफीकोट 3 ले लगातार पॉइन्ट जोडिरहेको छ 9 छ रेफ्रीको संकेत अनुसार टाइम आउटको समयमा हामी सम्झिन चाहन्छौँ हाम्रा सहयोगीदाता हातहरूलाई सहयोगीदाता मनहरूलाई त्यस्तै हाम्रो चेस खुल्ला चेस प्रतियोगिताको पुरस्कार सम्पूर्ण पुरस्कार प्रायोजन गर्नुभएका हाम्रो नेपालगञ्ज बाँके स्थित प्रधान कार्यालय नेपालगञ्ज बाँके स्थित बेरी बस व्यवसाय प्राललाई पनि हामी हार्दिक आभार व्यक्त गर्दछौँ। तपाईँको सहयोग साथ सधैँ रहिरहनेछ। पुनः खेल सुचारू धेरै राम्रो स्ट्राइक गर्दै बाफीकोट 3 का खेलाडी मित्रले आफ्नो टिम स्कोर अगाडि बढाउने क्रममा 10 बनाउनु भएको छ भने रकम भलिबल 6 मिस कन्फ्युज रकम भलिबलका खेलाडी मित्रबाट जसको फाइदा बाफीकोट 3 लाई नै बाफीकोट 3 ले फेरि लगातार पॉइन्ट जोड्ने क्रममा 5 पॉइन्ट दिँदै 11 बनाएको छ भने रकम भलिबल 6 11-6 सर्भिस आउट बाफीकोट 3 का खेलाडी मित्रबाट सर्भिस आउट हुन पुग्यो जसको फाइदा लामो समयपछि फाइदा उठाउँदै रकम भलिबल 7 बाफीकोट 11 फेरि पनि पॉइन्ट थप्दै रकम भलिबल 8-11 सम्पूर्ण दर्शक श्रोताहरू हामी बीच भइरहेको खेल रकम भलिबल भर्सेस बाफीकोट 3 खेल प्रतिस्पर्धात्मक बल हावामै बल खेल प्रतिस्पर्धात्मक तरिकाले अगाडि बढिरहेको छ। लामो समयपछि आकाशमा बल घुम्दै पनि रकम भलिबलका खेलाडी मित्रले बल चाली भन्न पुग्दा जसको फाइदा भएको छ बाफीकोट 3 लाई आफूलाई अगाडि बढाउने क्रममा 12 बनाएको छ भने रकम भलिबल 4 पॉइन्ट लिडमा बाफीकोट 3 ले खेलिरहेको छ। रकम भलिबललाई आफ्नो खेलमा फर्किन टाइम लागिरहेको जस्तो देखिरहेको भन्दै थिए खेलमा फर्किला जस्तो है। रकम भलिबल 9 बाफीकोट 3 9-12 लगातार पॉइन्ट थप्दै रकम भलिबल खेलमा फर्किए जस्तो 10-12 रकम भलिबल 10 रहेको छ भने बाफीकोट 3 10-12 राम्रो महत्त्वपूर्ण पॉइन्ट मिलाउँदै हाम्रा बाफीकोट 3 का खेलाडी मित्रबाट जसको फाइदा बाफीकोट 3 लाई बाफीकोट 3 ले 1 अङ्क थप्दै आफ्नो स्कोर 13 बनाएको छ भने रकम भलिबल 13-10 राम्रो पॉइन्ट गर्दै यस नम्बर 4 बाट आफ्नो टिमलाई 1 अङ्क दिलाउन सफल हाम्रा खेलाडी मित्रको फाइदा बाफीकोट 3 लाई बाफीकोट 3 ले 1 अङ्क थप्दै 14 बनाएको छ भने रकम भलिबल 14-10 यसपछि खेल बाफीकोट 3 भर्सेस सर्भिस रकम भलिबलले चक्करदै आफ्नो टिमलाई 11 ब्रेक छ भने बाफीकोट 11-14 धेरै राम्रो स्पाइक बाफीकोट जर्सी नम्बर 6 का खेलाडी मित्रबाट जसको फाइदा बाफीकोट 3 लाई बाफीकोट 3 ले 1 अङ्क थप्दै आफ्नो टिमको स्कोर 15 मा पुर्याएको छ भने रकम भलिबल 11 4 पॉइन्ट लिडमा बाफीकोट खेलिरहेको छ
राम्रो फिनिसिङ रुकुम भलिबलका खेलाडी आदरणीय दर्शक परिवार जसको फाइदा रुकुम भलिबललाई 12 पत्र रुकुम भलिबल खेलमा फर्किन अति आवश्यक रहेको छ राम्रो स्पाइक गर्ने प्रयास क्षेत्र बल जालीमा जसको फाइदा रुकुम भलिबल 13 पत्र 2 पॉइन्टमा बाफिको 3 राम्रो ब्लकिङ गर्दै रुकुम भलिबल 14-15 आफ्नो टिमलाई अगाडि बढाउने क्रममा 14-15 दुवै टिम खेलमा फर्किन जरुरी छ किनभने महत्त्वपूर्ण गेम हो हामीसँग नकआउट सिस्टम रहेको कृपया ध्यान दिएर हामीसँग बेस्ट अफ 3 को मात्रै खेल खेलाइने आयोजक पनि नै भएकोले सम्पूर्ण खेल हामीले बेस्ट अफ 3 मा खेलाइरहेका छौँ दुवै टिमका खेलाडी मित्र तयारीमा अवस्थामा बस्दिनु न र खेल मैदान नजिकाइदिनु न पनि म हार्दिक आभार प्रकट गर्दछु जर्किनका त्यो पछाडी प्यान्ट छैन ब्रदर प्यान्ट छैन त्यो छैन 14 बल जाली जसको फाइदा बाफिकोटलाई बाफिकोट 16 रहेको छ भने रुकुम भलिबल 14 एउटा खुलम दे यता खाम यो त गेमै त तपाईँ मात्रै खानु जस्तै धेरै राम्रो स्पाइक दर्शन गरेका खेलाडी मित्र रुकुम भलिबलका 12 खानु एक अङ्क थप्दै आफ्नो टिमलाई 15 पुर्याउनु भएको छ भने 15 धेरै राम्रो स्पाइक जर्सी नम्बर 4 आधारले खेलाडी मित्रबाट जसको फाइदा बाफिकोट टिमलाई नै बाफिकोट टिमले एक अङ्क थप्दै 17 बनाएको छ रुकुम भलिबल 15 हाम्रो अहिले खेल चलिरहेको खेल रुकुम भलिबल भर्सेस बाफिकोट टिम बीच भइरहेको छ पहिलो सेट बाफिकोटले हात पारेको थियो एक अङ्क थप्दै रुकुम भलिबल 16 मा उभ्याएको छ भने बाफिकोट टिम 16 मुख्य एम्पायरले पानी लिनु पर्यो बल आकाशभरि छोडाउन केटा राम्रो अनि सुमन देखि यसको फाइदा बाफिकोट टिमलाई बाफिकोट टिमले एक अङ्क थप्दै 18 मा उभ्याएको छ भने रुकुम भलिबल 18 हेरेन ध्यान मन दिए धेरै राम्रो स्पाइक रुकुम भलिबलका खेलाडी मित्र जर्सी नम्बर 17 बाट आफ्नो टिमलाई एक अङ्क दिलाउने क्रममा राम्रो स्पाइक गर्दै 17 गोल भएको छ भने बाफिकोट 17-18 ए राम्रो ब्लक कस्तो राम्रो स्पाइक थियो तर त्यो भन्दा धेरै राम्रो ब्लक गर्दै 18 बराबर खेल प्रतिस्पर्धात्मक भइरहेको छ पहिलो सेट बाफिकोट टिमले हात पारे तापनि दोस्रो सेटको लडाई लडिरहेको छ बाफिकोट टिम भने पहिलो सेटको फर्स्टमा हुनेछ रुकुम भलिबल धेरै राम्रो प्रेसिङ गर्ने प्रयास कस्तै राम्रो रिसिभ धेरै राम्रो स्पाइक गर्दै दर्शक नम्बर 17 रुकुम भलिबलका खेलाडी मित्रले आफूलाई अगाडि बढाउन सफल एक पोइन्ट लिड गर्दै 19-18 दुवै टिमका खेलाडी मित्रले एकदमै महत्त्वपूर्ण देखिएको छ धेरै महत्त्वपूर्ण खेलहरू भइरहेका छन् यहाँ धेरै राम्रो प्लेसिङ गर्ने प्रयास तर त्यस्तै राम्रो बाफिकोट टिमबाट बल आउट भएको त आफ्नो टिमलाई 20 मा पुर्याएको छ जितको अगाडि बढिरहेको छ भने पछ्याउने क्रममा बाफिकोट टिमले
भाइ पानी ल्याउने मनोबडीका धार दिए क्वार्टर फाइनलका खेलहरू दोस्रो खेल भइरहेको छ यसपछि खेल हुनेछ यो खेल पनि अत्यन्तै आफूलाई तर्फ गराउने क्रममा रुकम भलिबल गेममा फर्किएको बुझ्न सकिने अवस्था आएको Only seconds. Pasipor tille lamu समय break करते 19 को break करे तो कबड्डी में 19 सेकंड जैसे दो टीम के लागि जैसे अति महत्वपूर्ण छ रुकुम तात्या रुकुम रोल पर बाके कृपया तपाईहरुको टिम प्रतिस्पर्धाको हाम्रो जर्सी नम्बर 17 का खिलाडी रुकम भलिबलका जर्सी नम्बर 17 का खिलाडी भित्रबाट अत्यन्तै सुन्दर स्पाइक गर्दै आफ्नो टिमलाई अगाडि बढाउने क्रममा 22 ब्रेक छले रुकम भलिबल 22 ल फुरुटीको पावर देखाइरहेको छ फुरुटीको पावर ल खेल प्रतिस्पर्धात्मक धेरै राम्रो 21 खेल प्रतिस्पर्धात्मक माथिपट्टि आफ्नो पहिलो सेट हात गरेको थियो भने दोस्रो सेटको खोजमा रहनेछ र रुकम भलिबल पहिलो सेटको खोजमा रहनेछ 21 बोलो सानु भाइ खेल प्रतिस्पर्धात्मक हेरौँ के हुन्छ रुकम भलिबलले एक जित्दै 23 को प्रयोग छ भने बाँकीको गेमलाई 2 पोइन्ट जित्यो रुकम भलिबल सेट पोइन्टको खोजीमा रहनेछ भने त्यसलाई रोक्न बाँकीको टिम हरदम प्रयास गर्नेछ सेट पोइन्टको खोजीमा थियो रुकम भलिबल बाँकीको टिमका खेलाडी 24 सेकन्ड top यसपछिको खेल हाम्रो रहेछ सालमिनी 4 भर्सेस यसपछिको खेल एकदमै खेल प्रतिस्पर्धात्मक धन्यवाद है तिमी हामी त हता आएर गले गर्छ राष्ट्रिय खेलाडी भलिबलले 25 ब्रेक छ भने
का विरुद्ध 26 ल्याउँदै एक सेट रुकुम भलिबलले हात पारेको छ भने अर्को टिमले एक सेट हात पारेको छ। दुवै टिमलाई धेरै धेरै बधाई छ। अब अन्तिम सेटको लडाईँमा दुवै टिम प्रवेश गरेका छन्। दुवै टिमलाई अन्तिम सेटको लागि धेरै धेरै शुभकामना। यसपछिको खेल हुनेछ हाम्रो सानीभेरी 4 भर्सेस बागचौर 3। दुवै टिमका खेलाडी तयारी अवस्थामा बसिदिनु होला। बोतल हेलो दुवै टिमले एक सेट हात पारेको छ भने अब के हुन्छ? जग त्यहाँ जग हेर आउँदा पानी हेलो यो पानी भरौँ त पछाडि त्यो प्रेम मलाई प्रेम जग कहाँ दुईवटा जग थियो यार। हामी कार्तिक गणेश मेला 2082 को भोलि बिहान फाइनल खेल खतरा यही बस्नु यही बस्नु आज हाम्रो बस्नु जहाँ बसे पनि म बिहान पुगिन्छु। होइन लोकेश दाइ आज शनिबार तिमी हाम्रो घर बस्ने कुरा छ नै बिहा गरेर हुन्छ त अन्तिम खेलको खोजीमा अन्तिम युद्ध लड्दैछ। भलिबलको युद्ध अन्यथा नसोच्नु होला फेरि। यसपछिको खेल झनै ठुलो युद्धका रूपमा हुन सक्छ। भलिबलको रूपमा सानीभेरी 4 भर्सेस बागचौर 3। छुट्टीको आशा त बिराएकै छ। किन मसले आएको त अब हामी रुकुम भलिबल भर्सेस बागचौर 3 अन्तिम सेटको खेल खेल्न गइरहेका छौँ। अबको खेल बिस्तारै बोल के तो बोलिनु बोलेको त्यस्तै हुन्छ। यो खास सपोर्ट एउटा टिमको कुनै पनि सपोर्ट हास्दै बोले हो नि। दुईटा टिमलाई हुन्छ के अब हामी हाम्रो रुकुम भलिबल भर्सेस बागचौर 3 का खेलाडी मित्रबाट अन्तिम सेटको खेल हुँदैछ। अबको सेट जसले हात पर्छ उसले फाइनलमा पुग्नेछ। पानी खेलाडीलाई मात्रै दियो है। सबैलाई बोकेर ल्याएर कहाँ खुवाउँछ नि त्यहाँ मिनरल हटेर के दिएको खेलाडीलाई मात्रै दियो है। खेलाडीलाई मात्रै दियो त्यति राख्ने दिने म त अस्ति आएको थिएँ एक दिन मात्रै ल्यालाई त देऊ यार। ल होइन म बिहान आउनु ल किन यसको खेल हुँदैछ सानीभेरी 4 भर्सेस बागचौर 3। दुवै टिमका खेलाडी तयारी अवस्थामा मैदान नजिक आइदिनु हुन हामी विनम्र अनुरोध गर्दछौँ। राम्रो प्रयास रुकुम भलिबलका खेलाडी मित्रबाट बोलाएर हुन पुग्यो। त्यसको फाइदा उठाउँदै बागचौर 3 आफ्नो खाता हुन सफल 1-0। मुद्रा छोडाने मुद्रा भने न राम्रो स्माइल
Jogi Afukim Negeri Madari Browning Kerama Tata Bravo. Bravo. बाइक किन्ने छ त बुलेट राम्रो बोला सुरुको परिवर्तन खेलाडी मित्रबाट जसको फाइदा गम्भीरलाई नै यो भलिबल बाँकीको खाजा खान जाऊ तिमी दुईटा आउँदा खाजा खान जाने कि नै होइन खाजा खाएर आऊ अहिले कामबाट फेरि लाइन्सम्यान बस्नु पर्ने होला Mustafa Kadri, Afukim Negeri Browning Kerama Bagigo Tinggi Rukun Balibol Bravo. यो छोड्यो है कहिले सानो बेबी हिँड्नु पर्यो फर्स्ट प्राइज फर्स्ट लाइन हामीलाई 550 राम्रो स्पाइक तर त्यस्तै राम्रो रिसिभ खेल प्रतिस्पर्धा बल हाल्ने राम्रो फिनिसिङ गर्ने प्रयास तर असफल बलफल सरी रेफ्रीको निर्णयअनुसार बलफल 3-2 माथिको 3 रकम बलफल 3-2 यता आउँदा पछाडि आउनु तिमीहरू किन आउनु भएछ रेफ्रीको बुद्धि देखिने खेल प्रतिस्पर्धा राम्रो स्पाइक गर्नु टिमले अगाडि बढाउने क्रममा टिम ब्राभो टिम जर्किन पठाएको हो त जर्किन पछाडि तिनीहरू लिन आइदिनु नि त आएन अनि सबिन पाल्दैन आऊ सबिन जर्किन स्पाइक गर्दै आफ्नो टिमले अगाडि बढाउने क्रममा बाँकीको 4 रुकुमहरू 4-3 आफूलाई 4 बराबर पुर्याएको छ अब यसपछिको खेल झनै रमाइलो र प्रतिस्पर्धात्मक हुनेछ सन्धि 4 versus 5-3 यसपछिको खेल प्रतिस्पर्धात्मक तरिकाले अघि बढिरहेको देखिरहेको छ 5-4 राम्रो स्पाइक थमस भलिबल सरी रुकुम भलिबलबाट 5 बराबर फेमस बनाउला 5 बराबर रुकुम भलिबल 5-6 यसपछिको खेल हाम्रो सानगढी 4 versus 5-3 बीच हुन गएको छ सानगढी 4 versus 5-3 दुवै टिमका खेलाडी मित्र तयारीमा सम्पर्क दिनु होला आफ्नो टिमलाई अगाडि बढाउने क्रममा बाँकीको 3-7-5 खेल एकदमै प्रतिस्पर्धात्मक मरेको
कहाँ दिदी साथी मरा दिएर त रे 6-7 हामीले स्ट्राइक क्षेत्र त्यस्तै राम्रो भयो खेल प्रतिस्पर्धात्मक तरिकाले अघि बढिरहेको छ 8-6 3-8 रहेको छ भने रुकुम भलिबल 6-8-6 त्यहाँ म त पुरै आउट हुनुपर्छ पुलिसलाई खबर गर्नु पर्यो यता बस्नु भन्नु यता बस्नु भन्नु पुलिस यता पनि बस्नु भन्नु कोच गरेको जिताइए खेल प्रतिस्पर्धात्मक अगाडि बढ्ने क्रममा 9 बनाएको छ भने रुकुम भलिबल 6 रेफ्रीको संकेत अनुसार टाइम आउट त्यतिन्जेल हामी हाम्रा सहयोगीदाताहरूलाई धन्यवाद दिन चाहन्छौँ हाम्रो यस मेलालाई भौतिक तथा आर्थिक सामाजिक धार्मिक तरिकाले हामीलाई सहयोग गर्ने सम्पूर्ण सहयोगीदाताहरू सहयोगी मन र सम्पूर्ण दर्शक श्रोताहरूलाई पनि हार्दिक आभार एवं आउँदै गरेको शुभ दीपावली तथा छठको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ त्यहाँदेखि अब त्यसलाई 3 जना कुपन त्यहाँ बनाइदिनु त्यही छ है 3 जना कुपन त्यहाँ बनाइदिनु रिटर्न ल्याउनु जसको फाइदा रुकुम भलिबल 7-10 त्यसैको मालिक रुकुम भलिबलले आफ्नो स्कोर बोर्ड 8 पुर्याएको छ भने बाफीकोट 11 राम्रो स्पाइक गर्दै आफ्नो टिमलाई अगाडि बढाउने क्रममा बाफीकोट 3 का खेलाडी मित्रबाट एक अंकले 12 रहेको छ भने रुकुम भलिबल 12-8 अंतिम तथा फाइनल सेट को लागि दुवै टिम एकदम प्रतिस्पर्धात्मक तरिकाले अघि बढिरहेको छ अगाडि बढ्ने क्रममा बाफीकोटको स्कोर रहेको छ 13 भने रुकुम भलिबलको 13-8 14-8 लगातार पॉइंट थप्दै बाफीकोट 3 बाफीकोटले आफ्नो स्कोर बोर्ड अगाडि बढाउने क्रममा 14 बनाएको छ भने रुकुम भलिबल 14-8 यसपछिको खेल
40 versus 40 बीच हुनेले दुवै टिमका खेलाडी तयारी अवस्थामा बस्नु होला राम्रो स्पाइक गर्ने प्रयास त्यो भन्दा झनै राम्रो बल 15 सर्भिस आउट हुन पुग्यो बाफुकोटका खेलाडी मित्रबाट जसको फाइदा उठाउँदै दुर्गम भलिबलले 9 पुर्याएको छ भने बाफुकोट 15 बाफुकोट जिततर्फ अग्लिरहेको छ भने त्यसमा युरोपियन क्रममा रहेको भलिबल मुर्रा हुन्छ हाल्न मुर्रालाई यार मुरल त गराउँछ बाफुकोटले आफ्नो स्कोर अगाडि बढाउने क्रममा 16 बनाएको छ भने रकम भलिबल 9 16-9 रकम भलिबलले धेरै लामो समयपछि आफ्नो टिम 1 अङ्क गर्दै 10 बनाएको छ भने बाफुकोट 3-16 रकम भलिबल खेलमा फर्किनु पर्ने आवश्यकता देखिन्छ फेरि पनि बाफुकोट टिमले आफ्नो 1 अङ्क साथै आफूलाई अगाडि बढाउने क्रममा 17 बनाएको छ भने रकम भलिबल 17-10 रकम भलिबलका खेलाडी मित्रबाट 1 अङ्क ल्याउन सफल 11-17 यसपछिको खेल हाम्रो हुनेछ स्थानीय बीच 4 versus 3 दुवै टिमका खेलाडी मित्र तयारी अवस्थामा बस्नु होला फेरि पनि रकम भलिबल 1 अङ्क थप्दै आफूलाई पछ्याउने क्रममा 12 बनाएको छ भने बाफुकोट 12-17 ये चला है राम्रो पिएसी गर्ने प्रयास र बल आफ्नै कोर्टमा जसको फाइदा बाफुकोट टिमलाई बाफुकोट टिमले 1 अङ्क थप्दै 18 बनाएको छ भने रकम भलिबल 12 रकम भलिबल खेलमा फर्किनु पर्ने अति आवश्यक देखिन्छ धेरै राम्रो अति सुन्दर अति मिठो स्पाइक गर्दै रकम भलिबल 1 अङ्क थप्दै 13 बनाएको छ भने बाफुकोट टिम 18 बाफुकोट टिम अगाडि बढ्ने क्रममा जिततर्फ अगाडि लम्बिँदै बाफुकोट टिम त्यसलाई रोक्ने प्रयासमा रकम भलिबल खेलमा फर्किन अति आवश्यक खेल प्रतिस्पर्धात्मक बल आकाशमै 14-19 5 मिनेटमा खेलिरहेको छ खेलाडी रहेछ किन झुक्यो गर्ने के भन्नु बिर्सिरहेको धेरै राम्रो प्लेसिङ रकम भलिबलका खेलाडी मित्रबाट 15-19 टाइम आउट यतिखेर हामी सहयोगी मनोलाई हार्दिक आभार प्रकट गर्दछौँ भने हाम्रो सुन्दर नगरी फलागाउँमा हाम्रो छिमेकी जिल्लादेखि हाम्रो छिमेकी स्थानीय तह रुकुमका सम्पूर्ण खेलाडी मित्रहरूलाई पनि हामी विशेष धन्यवाद दिन चाहन्छौँ उहाँहरू हाम्रो यो सुन्दर नगरी फलागाउँमा आएर हाम्रो
भलिबल खेललाई धेरै उत्कृष्ट र रोमाञ्चक बनाइदिनु भएकोमा उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। खेल सुरु। पाँच बालीको खेल रहेको छ। बाफीकोट रोक्नलाई खेलमा फर्किनुपर्ने रुकुम भलिबललाई खेलमा फर्किन नदिन बाफीकोट खेलिरहेको छ। रेफ्रीको सङ्केत अनुसार बल फल रुकुम भलिबलका खेलाडी मित्रबाट जसको फाइदा बाफीकोट टिमलाई। बाफीकोट टिम जिततर्फ अग्रसर हुँदै आफ्नो स्कोर 21 बनाएको छ भने रुकुम भलिबल 15 जालीमा 22-15 यसपछिको खेल हाम्रो साइड 4 भर्सेस बागचौर टिम। हाम्रो छिमेकी स्थानीय तह साइड 4 भर्सेस छिमेकी जिल्ला बागचौर टिम बीच हुन गइरहेको भव्य खेलमा सहभागी हुन सम्पूर्ण दर्शकलाई पनि हार्दिक अनुरोध गर्छौँ भने दुवै टिमका खेलाडी मित्रलाई धेरै अवस्थामा बसेर हार्दिक अनुरोध गर्छौँ। 16-22 महेश कृषिलाई बोलाउँछु। अब तिमी खा खाँदा हो 23-16 एक सेट दुवै टिमले हात पार्न सफल भएको छ। अब खेल कसको हातमा जान्छ त हेर्न बाँकी नै छ। यसपछिको खेल साइड 4 भर्सेस बागचौर टिम बीच हुँदैगएकोले हामीसँग समयको पाबन्दीले गर्दा कृपया खेलाडी मित्र छिटो मैदान प्रवेश गर्ने नजिकै आइदिन हार्दिक अनुरोध गर्दछौँ। 17-23 24-17 खेल कसको हातमा जान्छ भन्न सकिन्न। राम्रो स्ट्राइक गर्दै कङ्का दिलाउँदै आफ्नो टिमलाई अगाडि बढाउने क्रममा रुकुम भलिबल खारिरहेको छ भने बाफीकोट टिम 24 एन्ड लास्ट। 18 का विरुद्ध 25 ल्याउँदै बाफीकोट टिमले 2-1 हात पार्दै 2-1 अग्रता लिँदै अगाडि बढ्न सफल भएको छ। धेरै बधाई छ बाफीकोट टिमका खेलाडी मित्रलाई र रुकुम भलिबलका खेलाडी मित्रलाई पनि तपाईँहरूको उज्जवल भविष्यको हार्दिक मङ्गलमय कामना गर्दछु। दुवै टिमलाई हार्दिक आभार प्रकट गर्दछु। यस सलागाउँमा आएर खेल खेलिदिनुभयो। हाम्रो सलागाउँका आम दर्शकलाई मनोरञ्जन गराइदिनु भयो। तपाईँ सधैँ आइरहनुहुनेछ भन्ने हामी पूर्ण विश्वास गर्नेछौँ। दुवै टिमका टिम क्याप्टेन कृपया मञ्चमा आइदिनु होला। अब हामी साइड 4 भर्सेस बागचौर टिम खेल खेलाउन गएका छौँ। दुवै टिमको खेलाडी मित्र कृपया मैदान आइदिनु हार्दिक अनुरोध गर्दछौँ। हामीसँग आजै खेलहरू बाँकी रहेकोले आज हामी धेरै खेल खेलाउन पर्ने अवस्थामा छौँ। साइड 4 भर्सेस बागचौर टिमका खेलाडी मित्रलाई मैदानमा प्रवेश गर्ने हार्दिक अनुरोध गर्दछौँ। अहिले भएको खेलमा बाफीकोट टिम विजय भएको छ। खाइदिनु त खोलिदिनु। हेलो कोचज्यू के छ एकछिन हजुरलाई। अब हाम्रो टिमले जितिसकेको छ अनि के छ हजुरको स्ट्राटेजी के थियो?
हामीले विशेष रूपमा के थियो त भन्दाखेरि यो जुन रुकुम भलिबल हजुर यो बाँकीकोट 6कै जिप्सिङको टिम हो। यो टिमसँग हाम्रो पहिलेदेखि नै प्रतिस्पर्धात्मक रूपमा खेल अगाडि गइराखेको अवस्था पनि थियो। हजुर त्यो कारणले गर्दा हामीले के गरेका थियौँ त भन्दाखेरि जति बेला पनि हजुर भित्र चाहिँ 3वटा अलगर भइराख्ने हजुर र हामीले जुन तरिकामा अब हाम्रो जुन डिफेन्सको रूपमा कमजोर खेलाडी हुनुहुन्छ त्यसमा हामीले पहिलेको हाम्रो बाँकीकोट 3कै अलराउन्डर भनेर चिनिने गजेन्द्र मल्ललाई हामीले जुन सब्स्टिट्युट प्लेयरबाट पनि त्यसरी लगेका थियौँ। हजुर हजुर हाम्रो खेलाडी साथीहरूले जुन हामीले पहिले सोचेको थियौँ, हामीले जुन हाम्रो आन्तरिक सल्लाह भएको थियो त्यो सल्लाह अनुसार खेलाडी साथीहरूले पनि त्यो अनुसारको प्रदर्शन गर्नुभयो र यो विजयको श्रेय भनेको हाम्रो सबै होल स्यारबुदा युनाइटेड टिम नै हो। ल हजुर लगायत सबै टिमलाई बधाई छ है त। धन्यवाद।